पाकेको हेलो गाइस वेलकम टु माई ब्लग अनि अहिले चाहिँ म जङ्गल छिर्ने क्रम छ हाम्रो कुखुरा चाहिँ स्यालले लग्यो स्यालभन्दा वन बिरालोले लगिरहेछ र म चाहिँ वन बिरालोलाई खेल्दै यहाँ जङ्गल पसिरहेछु अब हेरौँ के हुन्छ अनि पानी पनि आज धुममा दिन्छ के हुन्छ अनि यो बटरफ्लाईको स्लिङसट लिएर अनि गोप्रो हातमा छ अनि बियरिङ 0.8 mm को बियरिङ छ 0.75 रबट लिएर स्याल खेल्न आउँदैछु स्याल भन्दैछु बन्डारे भने चाहिँ वन बिरालो सकेन पुरै मलढ्यारे पाकेको रहेछ मलढ्यारे भन्छ यो चाहिँ खानु मिल्छ राम पहिलेको पालि सानो सानो थियो यसपालि कत्रो ठुलो ठुलो अझै टन्ने रहेछ मजाले पाकेको रहेछ यो यसो ठुलो रहेछ हिजो पनि मैले चाहिँ खाने च्याउ टिपिरहेको थिएँ तिनीहरूसँग अलिक धेरै फलेको हुन्छ यो चाहिँ खाने च्याउ हो सुगन्ध मिठो छ आज चाहिँ भब्बाल लाग्छ यार यसको सेन्ट चाहिँ बोजीमा हाल्दैछु खाने च्याउ यो पनि रहेछ भब्बाल बाँदरहरूले मिठो मानी खान्छ यिनीहरू चाहिँ पुरै पर्पल कलरको दाना हुन्छ जङ्गलदेखि निक्लिने क्रम छ यहाँदेखि उतापट्टि चाहिँ हाम्रो बारी आउँछ स्यालको केही अत्ता पत्ता भएन अनि गएर चाहिँ म गोठाला गर्ने हो पानी पर्दै रहेछ च्याउ टिपेर आएको यतैतिर यो बारीभरि नै यो बेसार छ यो त्यत्तिकै फ्यालिराखेको बेसार गाउँतिर बढी भएर भैँसी चाहिँ हामीले फुकाएको छैनौँ पानी पर्ला जस्तो हुँदैछ घरि पानी पर्छ अब चाहिँ म घर छेउमा आइपुगेँ अब भैँसी एकछिनमा फुकाल्छु अनि हेर्दै गर्नु होला स्याल चाहिँ भेटिएन अनि च्याउहरू चाहिँ हल्का ल्याइरहेछु अनि च्याउहरू चाहिँ हल्का लेखिरहेछु हिजो च्याउ टिपिरहेको थिएँ अनि हो त च्याउसँग मिसाएर खानु पऱ्यो अनि हेर्दै गरौँ अब म भैँसी फुकाल्छु घर आइपुगेँ च्याउ थन्काएर हल्का सिमसिम पानी पनि परे जस्तो छ अनि म चाहिँ घर आइरहेछु अब चाहिँ म भैँसी गोठाला गर्नु चाहन्छु अनि यस्तै घरि पानी पर्छ घरि घाम लागे जस्तो हुन्छ अहिले चाहिँ घाम लागे जस्तो छ त्यो ओडारमा उस लागिरहेछ ओडार होइन सानो ओडार मुनि चाहिँ भैँसी चढ्दैछ अनि आज पनि
ओइ 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 पुरै बिजुली चम्किँदैछ भैँसी माटो आज पानी पर्यो अहिले पानी परेछ अब म चाहिँ भिज्दै यस्तो गाडाङगुडुङ गर्दैछ यतातिर चाहिँ फेरि त्यो गाडाङगुडुङले मान्छे नै मार्छ पोत लागिरहेको अब भैँसी लान आगिरहेछु ओइ 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 म्यान पुरै भिज्दैछु अहिले चाहिँ गोठमा आइपुगिरहेछु अनि आज अहिलेसम्म शिक्षा लगाएकै छैन आज चाहिँ दिन पुरै पानी परिरहेछ मैले लिपेर यति बनाइसकेँ यहाँनिर चाहिँ दुलो छोडिदिएको छु अनि ढुङ्गाहरू हालिदिएपछि पुरै पानी पर्दैछ आजको दिन चाहिँ फेरि चिलले चाहिँ यो सिप्चाहरू खानु आएको रहेछ तल ढुकुर बस्छ हाम्रो बारीमा दुईवटा ढुकुर म यसो हेरेर आउनु पर्यो तल ऊ त्यो पुच्छारको घरमा चाहिँ दुईवटा ढुकुर बसिरहेछ चढ्दै होला म चाहिँ सिप्चा गोठ बनाउनु आइरहेको थिएँ ढुकुर देखेर म जाँदैछु तल ऊ त्यो पुच्छारको घरमा चाहिँ दुईवटा ढुकुर बसिरहेछ तल छेउमा चढ्दै रहेछ एउटा हान्नु नपाई उडेर गयो यस्तो हिलोमै सुती आएको छ यो चाहिँ मैले केलाएर रेडी पारेको त्यसले यहाँ खरिँदैछ यसले गर्नु होला यस्तो एकदम मक पास्न आउँदैछ अहिले नै पाकेपछि झन् बेसार पनि अलिकति हाले जस्तो गरेको छु नुन पनि यहाँ हाल्दा हुन्छ होइन हाल्दिउँ नुन खाँदै थियो अनि मैले चिलबाट खोसेर मैले आज पकाएँ अनि चिल चाहिँ त्यो सिप्चाको ठाउँतिर पल्किरहेछ
मक 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 बास्न आउँदैछ अझै यो तोरीको तेलमा भुट्यो भने चाहिँ एकदम बाल मिठो छ यो चाहिँ यो एरियामा पुरै स्याहार गराउँदै थियो म एक्लै आउँछु भनेको कुकुरहरू पनि चाल पाएर कुकुरहरूले पनि खेद्नु चाहिँ खेद्यो कुखुरा हराएकै छ घरि वन बिरालो घरि स्याल यस्तै छ गाई कुकुरले स्याललाई खेदेको छ अहिलेसम्म भुक्दैछ अब चाहिँ हामी सिप्चा खाइसक्यौँ अब चाहिँ हामीले यो तरकारीको रूपमा च्याउ टिपेर ल्याएर थियौँ अब पकाउन आँटिरहेछु यो चाहिँ फल्नुपर्छ चिसो पानीले पनि मजाले धुनुपर्छ तोरीको नुन पनि त्यस्तै काम गर्छ त्यस्तो डिसहरू पाक्नु हाम्रो च्याउ चाहिँ पाकेर रेडी भयो अब चाहिँ हामी ढिँडो पकाउन आँटिरहेछौँ लत्ती हुन्छ यो पानी अनुसार यो पिठो हाल्नुपर्छ कस्तो भएपछि योको ढिँडो मुस्नु थाल्नुपर्छ पानी चाहिँ ठिक्क अर्कोले हाल्नुपर्छ होइन हामी निकाल्नुपर्छ मुस्दा फेरि लिटो नबनोस् यतिको डल्लो बनोस् भनेर त्यो हाम्रो यहाँ कस्तो पहिलेको उपाध्याय जस्तो मेडिका चाहिँ उनीहरूको नातेदार खाना खानुहोस् मेरोमा आउँछ मजा गरेर है भाइ बुहारी पनि नानीले कति जान्छ लक्ष्मी फुलकोमा अनि कुकुरको भनौँ हाम्रो छोरा जुवाई के अरे तपाईँ चाहिँ गाडीमा जानुभएको अटोमा जानुभएको उहाँ पुग्नुभयो एकछिनपछि बराबरी म चाहिँ हजुरमा मात्रै हो कि उहाँ पुग्नुभयो म उही पुगेँ
अटोमै लगिदियो खान्छ कति दर्शन भोटुरसम्म ए, अटोमा त्यहाँबाट ठ्याक्कै गएर त्यो मेरो पनि हिसाब गर्दै मानि छ यति यो चाहिँ पुच्छरको होइन यो चाहिँ यस्तो पखेटाको प्वाको